रोड खनेको 9 वर्ष पछाडि गाउँमा बस पुग्यो अनि यहाँ छक्क पर्नुपर्ने कुरा नै के छ त वैशाखको गाउँपालिकाको नेताले टपक्क चन्द्रमाले टिपेर राखामा ल्याए जस्तो यहाँको स्थानीयवासी 9 वर्षपछि बस पुग्दा छक्क परेका छन् होइन हाम्रो खोटाङमा चाहिँ किन यस्तो संसद छन् त्यस्तै प्रतिनिधि छन् त्यस्तै लगभग हाम्रो वैशाखको गाउँपालिकामा सबैभन्दा बढी नेता भएको भनेकै हाम्रो वैशाखको गाउँपालिकामा होला र जुराममा चाहिँ चितुवाको दौडमा गफ चुनाव विकास गरेर भने कचुवाको दौड भने विकास गर्दैन होइन गफमा त एलन मस्कसँग चन्द्रमामा बस्ती बसाल्ने मङ्गलग्रहमा बस्ती बसाल्ने कुरा गरौँला अनि चुनाव अगाडि चाहिँ चितुवाको दौडमा गफ दिनु अनि जब चुनाव पछाडि चाहिँ कचुवा दौड भने विकास छैन होइन हाम्रै खोटाङमा चाहिँ किन यस्तो 9 वर्षपछि गाउँमा बस आएको छ स्थानीयवासी सकित आर्टिफिसियलको इन्टेलिजेन्सको जमानामा आएर गाउँमा रोड खनेको 9 वर्ष पछाडि बस आउँदा यत्रो छक्क पर्नुपर्ने कुरा नै के छ